एकजना भर्खर तालिम दिन सुरु गर्नुभएको एकजना सर हुनुहुन्थ्यो होइन। अनि उहाँले चाहिँ आफूले एउटा सेसन चलाइसके पश्चात, तालिमको एउटा सेसन चलाइसके पश्चात चाहिँ मसँग सोध्नुभयो कि सर हजुरले तालिम गर्दाखेरि चाहिँ सबैजना सहभागीहरू हजुरसँगै कनेक्ट भएर सँगसँगै क्रियाकलापमा यति धेरै बिजी हुने कि त्यो टाइम गएको थाहै नहुने, तर मैले चलाउँदा किन त्यसो भइरहेको छैन, मसँग सहभागी हुनुहुन्छ जस्तै लाग्दैन कहिलेकाहीँ चाहिँ। अनि 60 के अरे 90 मिनटलाई मैले छुट्याएको समय त मलाई एकदम चाँडो भ्याइयो, किन त्यस्तो भयो सर भनेर उहाँले सोध्नुभयो होइन। अनि म पनि उहाँको त्यो सेसन हेरिरहेको थिएँ। अनि उहाँले त्यसो भनिसके पश्चात चाहिँ होइन मलाई यो भिडियो बनाउनु पनि प्रेरणा मिल्यो एउटा होइन। सो उहाँलाई मैले पछि सोधेँ अनि हजुरले यो सेसन चलाउनका लागि चाहिँ के तयारी गर्नुभएको थियो भनेर सोधेँ। अनि उहाँले चाहिँ भन्नुभयो कि सर मैले यो पुरा पावर पोइन्ट प्रेजेन्टेसन चाहिँ पिपिटी चाहिँ बनाएर आएको थिएँ र यहीबाटै गरेको मैले भन्नुभयो होइन। यस, कति पहिला अहिलेसम्म के लाग्न सक्छ भने पावर पोइन्ट प्रेजेन्टेसनलाई पिपिटीलाई प्रस्तुत गर्नु चाहिँ ट्रेनिङ हो जस्तै लाग्न सक्छ होइन। ट्रेनिङ, प्रेजेन्टेसन र ओरिएन्टेसन जस्ता यस्ता कुराहरूमा चाहिँ एउटै होइनन् होइन। कतिपयलाई प्रेजेन्टेसन नै ट्रेनिङ हो होइन, ट्रेनिङ नै प्रेजेन्टेसन हो, ट्रेनिङ नै ओरिएन्टेसन हो त्यस्तो लाग्न सक्छ। तर ट्रेनिङ, प्रेजेन्टेसन, ओरिएन्टेसनमा एकदमै धेरै फरक छ। सो अब अहिले त ट्रेनिङकै कुरा गरौँ, किनभने उहाँले ट्रेनिङकै क्वेसन सोध्नु भएको थियो होइन। अनि उहाँलाई सोधेँ कि हजुरले सेसन प्लान पनि बनाउनु भएको थियो, अनि कस्तो सेसन प्लान भन्नु। जसरी टिचिङ फिल्डमा 40-45 मिनट अथवा 1 घन्टाको के पढाउने, किन पढाउने, कसरी पढाउने, त्यसका सामग्रीहरू के चाहिन्छन् र त्यसको मूल्याङ्कन कसरी गरिन्छसम्म जसरी पुग्नुहुन्छ, त्यस्तै खालको ट्रेनिङको पनि प्रत्येक विषयको प्रत्येक सेसनको चाहिँ आफ्नो एउटा प्लान हुन्छ, सेसन प्लान। र त्यो सत्रमा के विषयमा दिने, किन दिने, कस्ता सामग्री चाहिन्छ, कसरी दिने र अन्तिममा सिकाइ कसरी सुनिश्चित गर्ने, कसरी मूल्याङ्कन गर्ने, त्यो सम्मको एउटा प्रक्रियाको एउटा सेसन प्लान हुन्छ भनिसके पश्चात त्यस्तो पनि हुन्छ सर भनेर सोध्नु भएपछि होइन। अनि झसङ्ग हुनुभयो। यस, उहाँको चाहिँ यो एकदमै पहिलो अनुभव थियो ट्रेनिङका लागि र मैले त्यही प्रसङ्गहरूबाट चाहिँ होइन यो खालको भिडियोहरू चाहिँ हजुरका लागि पनि कामयाबी हुन सक्छन्, हजुरका लागि पनि सिकाइयोग्य हुन सक्छन् भनेर मैले यो भिडियो तयार गरेँ। यस, हरेक ट्रेनिङको सेसन प्लान हुन्छ। सेसन प्लान सामान्यतः 90 मिनटको बनाइन्छ र एउटा सेसन चाहिँ 90 मिनटको प्राय। अनि त्यो 90 मिनटको सेसन प्लान तयार गर्दा पनि त्यसका पनि केही मोडलहरू छन्, इन्स्ट्रक्सनल डिजाइन मोडलहरू भन्छ। र त्यो पनि जस्तै सिपमा आधारित विषय छ कि अथवा ज्ञानमा आधारित छ कि अथवा व्यवहारमा आधारित छ कि कस्तो खालको कन्टेन्ट हो, कस्तो खालको विषय हो, त्यसका आधारमा चाहिँ कस्तो त्यो इन्स्ट्रक्सनल डिजाइन मोडल छान्ने भन्ने हुन्छ होइन। र त्यो मोडल छानिसके पश्चात सिपमा आधारित हो भने कुनै एउटा मोडल सिपलाई डेलिभर गर्ने खालको मोडल चाहिने भयो, ज्ञानलाई हो भने ज्ञानको कुनै एउटा मोडल चुज गर्न सकौँला होइन। सो त्यस्तै नलेजको, स्किलको, एटिट्युडको चाहिँ छुट्टै त्यो मोडलहरू हामीले अप्लाई गर्न सक्छौँ त्यो सेसन प्लान डिजाइनको क्रमदेखि नै। सो त्यस्तो मोडलहरू कस्ता हुन्छन् त होइन, कुन मोडल कहाँ फिट हुन्छ त। त्यसपछि होइन, यति मात्रै होइन, त्यसपछि हाम्रा पार्टिसिपेन्ट्सहरू कुन खालको पार्टिसिपेन्ट्स हो, उहाँहरूको उमेर समूह, उहाँहरूको अनुभव, यसमा पनि धेरै फ्याक्टरहरू छन् पछाडि। यसमा मैले अहिले जोड्न खोजेको चाहिँ एडल्ट लर्निङ अथवा वयस्कहरूले कसरी सिक्नुहुन्छ होइन। एडल्ट लर्निङ प्रिन्सिपलले के भन्छ, एडल्ट लर्निङ प्रिन्सिपलको कुरा, यता केही इन्स्ट्रक्सनल डिजाइन मोडलहरू कस्ता हुन्छन् होइन, ट्रान्सफर्मेटिभ लर्निङ थ्योरीले के भन्छ, कसरी ट्रान्सफर हुन्छ होइन, ग्रुप डाइनामिक्स कस्तो हुन्छ होइन। त्यो ग्रुपको त एउटा आर्किटेक्ट हो फेसिलिटेटर चाहिँ होइन। फेसिलिटेटरको सन्दर्भमा चाहिँ मलाई
सबैभन्दा यो मेरो जबको करियरको स्टार्टिङ पिरियडमा चाहिँ एज अ फेसिलिटेटरको रूपमा रहँदाखेरि चाहिँ मलाई के भन्नुहुन्थ्यो भने ट्रेनर टिमले चाहिँ के भन्नुहुन्थ्यो भने फेसिलिटेटर चाहिँ त्यस्तो हो कि जसले सहभागीको घडी हेरेर अथवा उसको घडी हेरेर उसैलाई समय बताइदिने काम गर्छ, त्यस्तो मान्छे चाहिँ सहजकर्ता हो भन्नुहुन्थ्यो। त्यो त्यहाँसम्म पुर्याउने काम चाहिँ सहजकर्ताको हो। त्यसैले ग्रुप डाइनामिक्स कस्तो हुन्छ, एडल्ट लर्निङ प्रिन्सिपल कस्तो हुन्छ, इन्स्ट्रक्सनल डिजाइन मोडलहरू के हुन्छन् होइन, त्यो कुन अवस्थामा कस्तो कस्तो खालको इन्स्ट्रक्सनल डिजाइन मोडलहरू युज हुन्छ, यो खालको भिडियो चाहिँ म आगामी दिनको केही सिरिजहरू बनाउनेछु। र यदि हजुर पनि ट्रेनिङको यात्रामा अगाडि बढ्दै हुनुहुन्छ, सिक्दै हुनुहुन्छ भनेदेखि चाहिँ हजुरले पनि कृपया यो अबको सिरिजहरू चाहिँ मिस नगरिदिनु होला होइन, हजुरलाई यो उपयोगी हुनसक्छ। सो आगामी दिनका त्यस्ता भिडियोका सिरिजहरू लिएर आउने बाचासँगै अहिलेको भिडियोबाट चाहिँ बिदा हुन्छु। थ्याङ्क यू।